मेरो युट्युब च्यानलबाट कसैको नामलाई यसो कट्टा हानिदिनु पर्ने छ कि कस्तो लाग्यो कुरा तपाईलाई? सेलरोटी हो यो के हो यो? हेलो गाइज, गुड मर्निङ अनि वेलकम टु माई युट्युब च्यानल भन्नु नि बिर्सिँदैछ। यो मान्छेलाई भिडियो गर्दै भनेको गरिदिनु भएन। अनि त्यहाँबाट म आफै भिडियो स्टार्ट गर्दैछु। आज बिहान 9 बजे बिहान त्यसरी 9 बजे मर्निङ वाकमा। अब बिहानै उठेर अँध्यारोमा 5 बजे त कहाँ हिँड्न सकिन्छ त नि, नखाएर त गाडी है दाउनु। अनि हामी 9 बजे खाजा नास्ता खाइसकेर 9 बजेतिर मर्निङ वाकमा हिँड्दैछौँ। मेरो पेङ्गुइन वाकमा बिस्तारै हामी कहाँ जाँदैछौँ भन्दा कहाँ जाँदैछौँ थाहा छैन। मेरो सधैँको वाकिङ गर्ने ठाउँ यही हो, मेरो बुढाले ल्याउने ठाउँ पनि यही हो। हाम्रो घर धेरै टाढा होइन, यति नै हो घर, यति नै हो। योभन्दा टाढा पनि कहीँ लग्दैन। घुम्न भने नि यही हो, डुल्न भने नि यही हो, जे भने नि यही हो। मेरो यहीँ खोलामा आयो, खोलाबाट घर फर्क्यो, त्योभन्दा अन्त कहीँ लग्दैन। यस्तै हो। अनि आज चाहिँ धेरै भएको थियो भ्लग नबनाएको, अनि भ्लग बनाऊँ न, सो बेलामा अपडेट हानिदिराखौँ न भनेर ट्याक्क हामी भ्लग बनाउँदाखौँ। तपाईँलाई पनि स्वागत छ मेरो युट्युब च्यानलमा। अब मैले मेरो युट्युब च्यानलको नाम चेन्ज गर्ने सोचिरहेको छु गाइस। कस्तो होला? मेरो युट्युब च्यानलबाट कसैको नामलाई यसो कट्टा हानिदिनु पर्ने छ कि कस्तो लाग्यो कुरा तपाईँलाई? कट्टा हानिदिनु मन छ। जसले भिडियो बनाइदिन्न, जो आफू भिडियो बनाउँदैन, त्यसको नाम चाहिँ किन राखिराख्नु होइन? कट्टा हान्नुपर्ने छ। त्यो मान्छेको सजेसन दिनुहोस् मलाई, अर्को नाम के राख्ने भनेर। त्यो मान्छेको नाम चाहिँ कट्टा हानिसकेपछि है कस्तो राख्ने नाम भने मलाई सजेसन दिनु। मलाई एकदम के भन्छन् रे, टेम्पर हाई भइसकेको छ मेरो, लास्टै रिस उठिसकेको छ मलाई। हेर न, हो चाहिँ होइन। ए ओमै 10 मिनट प्लान्ट रहेछ यहाँ। मैले यहाँ चाहिँ 10 मिनट हामी झापा बस्दाखेरि सानामा के झापा हुँदाखेरि कति खेल्थ्यौँ। अनि यहाँ घरैमा चाहिँ मैले देख्थेँ पहिला। आजभोलि बल्ल देख्न लाग्छु मैले यता चौरातिर गाउँतिर के। मैले कति देख्थेँ 10 मिनट। हामी चाहिँ नमस्ते झार भन्दै खेल्थ्यौँ कि कति त्यो बारी। अनि यहाँ चाहिँ मैले धेरै पछि बल्ल 10 मिनट प्लान्ट देखेँ। दाङमा चाहिँ देखेको थिएन मैले। अनि बोल्दै हिँड्दाखेरि त अलिक सास बढ्छ। खोला आइपुग्यो। हाम्रो कटुवा खोलामा पुल बन्दैछ गाइस। पुल कहिलेदेखि बन्न लाग्यो, अहिलेसम्म बनायो पनि छ, कहिलेसम्म बनायो पनि गर्ने थाहा छैन। सधैँ बनायो भने त होला यो पनि। यस्तो पो त वाकिङ रनिङ भने त। मेरो पारामा त पेङ्गुइन पनि बरु छिटो पुग्छ होला, म त्यति ढिलो पुग्छु। झन् ओह्रालो त झन् हिँड्नै सक्दिनँ। यहाँ चाहिँ हाम्रो खतरा छ है, तर यो बाटो चाहिँ कस्तो रमाइलो छ हिँड्न। यो चाहिँ मसुरो बारी कटुवा खोलाको बगरमा। अनि गाइस आज चाहिँ मेरो स्पेसल प्लान छ। प्लान भन्दा नि मलाई एकदम खान मन लागेको छ। कसरी बनाइदिन्नन्, ल्याइदिन्नन्, गर्दिनन्, त्योहरू म आफै बनाएर खान लाग्छु। सेलरोटी मलाई कति खान मन लाग्छ। पहिले त आन्टीले पठाइदिनुहुन्थ्यो। अब कति भन्ने नि अर्कालाई, तर मलाई आउँदैन राम्रोसँग बनाउनु। तर म आज आफै म सेलरोटी बनाएर खाने गाइस। आज दिउँसो चाहिँ सेलरोटी खाएको हेर्नुहोस् तपाईँहरूले, बनाएको हेर्नु मैले। तर भिडियो बनाइदिने मान्छे कोही हुन्नन्, भए पनि म जसो तसो भए नि बनाउँछु। अब कोही हुँदाखेरि त बनाइदिन्नन् भिडियो, तर नहुँदा त नहुँदै भइसक्यो। तपाईँलाई त कट्टा यसरी। सो गाइज हामी चाहिँ मर्निङ वाकबाट फर्किसक्यौँ। बिहानको 10 बज्यो। अनि म भित्र तरकारी बसालेर यहाँ यस्तो थानको मुनको केही पनि गरेको छैन। म सेलरोटी पकाउँछु भनेको थिएँ नि। त्यो पिठो चाहिँ नि हिजो मैले चामल भिजाएको थिएँ, अनि बिहान चाहिँ मिक्सरमा पिसेको। यो धेरै भयो कि थोरै बनाउन सिक्छु मात्रै भनेको थिएँ, तर धेरै भएछ पिठो, कहिले पो पकाइसक्नु। अब म यसलाई चाहिँ मैले सुजी हालेर चाहिँ कहिले पकाएको थिइनँ, किनकि मेरो मम्मीले कहिले सुजी हालेर पकाउनु हुन्थेन। अनि तर म यसलाई चाहिँ सुजी हालेर ट्राई गर्न, सुजी हालेर अलिक नरम हुन्छ अरे, म ट्राई गर्न छु। यो मलाई आउँदैन सेलरोटी पकाउनु, तर म सिक्ने हो। म यसमा घिउ मिक्स गर्छु। घिउ कति हाल्ने के हाल्ने अड्गल पनि छैन फेरि मलाई त। अब आफ्नै पाराले हो, जस्तो हुन्छ वाला हो। यो हालिदिउँ। धेरै घिउ हाल्दा नि फेरि उतै हुन्छ भन्छन्, फुट्छ भन्छन्। यति नै हाले बिचा गरौँ है। अनि त्यसपछि हाल्ने चिनी चाहिँ कति हाल्नु? चिनी छ भने मैले जिन्दगीमा कहिले अडल पाउँदिनँ केहीमा नि। त्यस्तो नहाले अलिक गुलियो राम्रो हुन्छ सेलरोटी। कस्तो हो? ठिकै हुन्छ।
यति ठिकै हुन्छ होला नि मोटो चिनी छ है अनि अलि लाग्दैन कि यति चाहिँ हालौँ के हालेँ मैले घिउ र चिनी हालेँ अब हाल्दै म सुजी अलिकति सुजी हालेर यो चाहिँ ढडाइदिनु पऱ्यो अलि दिउँसो पकाउने कि अब अहिले त जाँगर चल्दैन कालीलाई नुहाइदिनु पनि पर्ने छ मेरो जाँगर पनि चले छैन अलि खोल्ने पो कसरी हो बड्डो खोलिदिनु न यो खोलिदिनु यो खोलिदिनु न यो के खोलिदिनु त यहाँ कहिले बेला यो थानको आउनु गयो यस्तो यस्तो तरकारी काटेर ओरेर बनाउनु पनि थानको मुनको पार्नु छ कति हालौँ हालिदिनु त कति हाल्ने हो खै म त अड्कलै पाउन्न क्या फेरि यार कति हाल्ने अलि हाल्नु न अनि हाल्छन् होला अलि टन्नै हाल्छन् जस्तो लाग्छ मलाई त थाहै छैन कति हाल्छन् के हाल्छन् अब कस्तो खतरा अब अलिकति हाल्नु त लु बजेर यति नै हाल मैले विचार गरौँ न नि कस्तो हुन्छ विचार गरौँ हेरौँ अनि अर्को चाहिँ के भन्छन् रे अब पकाउने बेलामा चाहिँ अलिअलि साह्रै छ नि त पिठो यति साह्रो त हुँदैन नि त सेलरोटी पकाउनु त अलिकति गिलो चाहिन्छ नि त अनि पकाउनेमा चाहिँ मैले दुध हालेर मोल्छु दुध हालेको राम्रो हुन्छ भन्नुमा चाहिँ मलाई आन्टीले त्यही भएर मैले चाहिँ दुध हालेर पकाउँछु तर यो घिउ नपग्लेको घिउ भएर पो गाह्रो भयो त बुढा नि पगालेर हालिदिनु रहेछ घिउ त धेरै भयो कि यार मैले पकाइसक्नु सुतेर उठ्यो यार भर्खर 2:30 भन्दा नि 2:45 भइसक्यो कति हावाहुरी लाग्न सकेको के भगवान् लास्टै हावाहुरी लाग्छ यार आजभोलि त अनि सेलरोटीको त्यो भिजाएको नि मजाले लाड्यो होला अब त पकाउनु पर्यो भर्खर सुतेर उठेर खाना चाहिँ के मलाई के क्रेभिङ छ के हो यो प्रेग्नेन्सीमा के खान मन लाग्छ कतिवटा के खान मन लाग्छ अनि अब बनाउनु पर्यो भनेछु गाइस भर्खर सुतेर उठेछु अनुहार कस्तो भयो कपाली भगवान् हालत त चुडेल जस्तो भएको छ यार लास्टै भएको छ अनुहार यस्तो भयो पुरै अरू त प्रेग्नेन्सी ग्लो हुन्छ त्यस्तो डल चाहिँ छ भएन फेस तर त्यो यो 1 महिना जस्तो भयो कि पिम्पल लागेको कस्तो झ्याउ लाग्नु नराम्रो भयो अब सेलरोटी बनाउनु लागौँ गाइस मेरो कालीले सुतेको बिचारा भुइँमा हाल्यो मेरो पछि लाएर कालु किन सुतेको तिमी त्यसरी नुहाएर हिरोनी बनेर भुइँमा सुत्ने फेरि खै ओछ्यानमा सुतेको खै ओछ्यान खै तिम्रो ओछ्यान खै तिम्रो ओछ्यानमा सुत्दिनौ तिमी ओछ्यानमा लौ नुहाएदेखि हाँच्यो गरे चाहिँ अलि फेरि अनि अब त्यही भएर गाइस के भन्छन् रे लेट्स मिक्स सेलरोटी है के काखमा बसेर माया गरिराख्नेलाई भन्छ हावा उरिरहेको छ नि म त भान्सामा पनि गर्मी हुन्छ यति गर्मी बढ्या उफ आज मैले लास्टै गर्मी बढ्यो त्यो म भान्सामा गर्नु मन लागेन उ गर्नु पऱ्यो इन्डक्सन बाहिर ल्याएर यतातिर यो कोठाको ठ्याक्कै दोकानतिर छ क्या त्यो के गरिदिने म के गरिदिने भन् त लु के गरिदिने गर्छ के गरिदिनु पऱ्यो जति बेला म यस्तो गरेर बस्नु सक्छु त यस्तो गराइदिइराख्ने भन्छ कि भाइ यस्तो त्यो बानी परेछ नि मेरो पुच्छरलाई चाहिँ आजभोलि चाहिँ अब मलाई खासै मेरो कोठामा जान्दिनँ कि मसँगै सुत्थेँ नि त कोठामा मेरो कोठामा उता सोफामा सुत्थेँ अब चाहिँ लाइक अब बसी बेबीलाई फेरि इन्फेक्सन हुन्छ यताउति अब आँखा कति सोचाउँछ नि अनि सबै कोठा सरसफाइ गरेर यसलाई आजभोलि जान्दिनँ कि कोठामा अनि त्यसपछि कस्तो गर्छ यसो मौका ढुका कतै यसो हेर्नु त्यो आमा गएर बसिसकेँ अब हे काले त्यो धोएर सुकाएर उठाएको लुगा अब त्यो नचलाइदियो त्यहाँ ओइ हेर नचलाइदियो अब नचलाइदेऊ अनि जान दिन्न अनि खुसरुक्कै ती ढुका अलिकति खुल्ला देख्ने बित्तिकै खुसरुक्क छिटो झप्प सुतिहाल्छ सोफामा गएर सुतिहाल्छ एकदम बानी छ अब कसरी बानी छुटाउनु बिचराको त्यही गर्छ मेरो पुच्छा लाग्नु चाहिँ मै खाने बेला निमसँग टुक्का आउँछ हिँड्न टुक्का आउँछ अनि माया लाग्छ काखमा मेरो काखमा आउनु खोज्छ तर के गर्नु नि अब त्यस्तो गऱ्यो भने बानी पनि हटाउनु पर्यो अब मैले अब पकाउँ सेलरोटी बाहिर इन्डक्सन सारेर बाहिर बसेर पकाउनु पर्यो लास्टै हावाहुरी त नि आज मैले एकदम हावाहुरी छ के दिन चाहिँ उज्यालो तर लास्टै हावाहुरी छ पुरै त्यो रुखहरू नि पुरै अझ अहिले एट इन्स्ट्यान्ट अहिलेको इन्स्ट्यान्टमा त अलि कम भयो अनि तर लास्टै हावाहुरी धेरै छ कि आजभोलि अनि यस्तो गर्नु पऱ्यो कि म यहाँ पछाडि ठ्याक्क यहाँ पछाडि यता
तोरी पनि उठाइसक्यो यति हावा लाग्थ्यो तोरी सुकाएको तोरी पनि ढाक्नु भएछ भने धुलो पर्छ नि त यहाँनिर प्लग छ कोठाको उतापट्टि अनि ठ्याक्क त्यो प्लग ल्याएर यी दाउरा साइड हटाएर यहाँ सफा गरेर ठ्याक्क यहाँनिर बसेर पकाउनु पऱ्यो कि यहाँनिर अलि हावा लाग्दैन ल तयारी सुरु गरौँ भिडियो पनि कसरी बनाउने एक्लै छु ल गाइज म चाहिँ यहाँ यतापट्टि सरेँ किनभने कस्तो हावा लास्टै लाग्यो क्या अरू बेला यता धुलो आउँथ्यो यता लाग्दैन थियो यता पछाडि ल्याएको थिएँ आज यहाँ पछाडि लास्ट हावा धुलो आयो धेरै त्यही भएर म यहाँनिर भान्सामा फेरि अब 1 घन्टा म उभिएर चाहिँ गर्न सक्दिनँ क्या गाह्रो हुन्छ आज लास्टै त्यही भएर मैले भान्सामा गर्मी पनि कस्तो हुन्छ टिनको छ नि त झन् गर्मी हुन्छ सक्दिनँ अनि हावा उहिले गर्दा ढोका पनि लाक्को लागि गर्नुपर्छ अनि ढोका लाक्को लागि गर्दाखेरि अँध्यारो हुन्छ त्यही भएर यता सरे ठिकै हुँदैछ यहाँ हावा लाग्दो रहन्छ मैले कहिले सेलरोटी बनाएको छैन हेरौँ कस्तो हुन्छ है कस्तो हुने हो भरै राम्रो भयो त ठिकै हो राम्रो भएपछि मेरो दही चिरा गर्ने बेला पनि त्यो बनाउँछु बनेछु हेरौँ ल मेरो त कटोरा तैली पो भयो त यार मेरो पछाडि महारानी बस्नु आहा यस्तो छ हालत सुत्ने मस्त हो फेरि ओछ्यान पायो सोफा चाहिँ मेन सोफा पायो भने अब यस्तो हुन्छ नि यस्तोमा सिरानी लाएर हो सुत्ने त त्यसमा पनि अग्लो चिज भेट्ने हो नि सिरानी लाएर सुत्छ मलाई कस्तो मम्मीको याद आइरहेको यार मेरो मम्मी बाबामा कति पकाएर खुवाउनुहुन्थ्यो हाम्रो मम्मी लास्टै एक्सपर्ट हो कि पुरी लेखेर सेलरोटीमा खतरा एक्सपर्ट हुन्छ नि त अनि हाम्रो मम्मी सेलरोटीको लास्टै एक्सपर्ट हो कति राम्रो सेलरोटी बनाउनुहुन्थ्यो अहिले मलाई यस्तो खान मन लाग्यो मम्मी भनेर बनाइदिनु थियो के गर्नु आफै पकाउनु परेको छ आफै खानु परेको मम्मीलाई चाहिँ यस्तो बनाइदिनु पऱ्यो भन्थे बनाइदिएर पठाइदिनुहुन्थ्यो अब त मम्मी बाबै त अहिलेसम्म मम्मी आइसक्नुहुन्थ्यो अब त लाइक अब लास्ट भयो नि त मेरो मम्मी आइसक्नुहुन्थ्यो होटलबाट यहीँ बस्नुहुन्थ्यो मेरो लागि भए पनि एक्लै छु क्या गर्ने बरै म चाहिँ यो बोतलमा हालेर ट्राई गर्न लाग्छु पहिले मलाई झापामा कान्छी माइजूले सिकाएको यहाँ हाल्ने अनि यसरी यस्तो हाल्ने यसरी लाउनु सिकाउनु भएको थियो त्यसरी पनि मैले एकचोटि बनाएर ट्राई गरेको थिएँ तर म फ्लप खाएँ मैले राम्रोसँग बनाउन सकिनँ अनि अहिले फेरि अर्को आन्टीले यहाँ के सिकाउनु भयो नि हाल्ने अनि यसरी गिलास जस्तो यसरी हाल्ने भने सिकाउनु भयो त्यो चाहिँ मैले अस्ति अलिअलि सकेको थिएँ सिक्ने बेलामा हेरौँ है कस्तो हुन्छ आज चाहिँ कस्तो हुन्छ मेरो सेलरोटी बरीलाई रोटी बरीलाई अलिक पातलो भयो जस्तो लाग्यो पिठो के हो माइजूले चाहिँ मलाई पातलै बनाउन सिकाउनु भएको थियो भन्नु सिकाउनु त मलाई त कस्तो डर लाग्यो यार मेरो सेलरोटी जहिले यस्तो किन थ्याप्छ पर्छ भने भएन गाइस भएन किन भएन मेरो सेलरोटीहरू मान्छे डराउँछ नि अनि मलाई अस्ति त्यो आन्टी घर गएर हाल्दा कस्तो राम्रो भयो त यार गोला गोला गोलो त गोलै हो कि तर छ्याप्छ फ्ल्याटवाला भयो किन यस्तो भयो गिलो भयो यस्तो साह्रो गिलो नि होइन पिठो छ्या म त देखाउन यार बेइज्जत हुन्छ सुजी हालेको फुलिन्छ भन्छन् सुजी लिएर हालेको के हो यो रोटी के हो यो के अनि रातो पनि भएन त यो त छ्या चामलको पिठो हाले सुजी पनि हाले दुध अलिकति हाले त्यहाँबाट के हाले चिनी घिउ त्यत्रो घिउ हाले के चाहिँ भएको त हो यो अस्ति मैले खुद लक्ष्मी आन्टी
तपाईँकोमा गएर इन्डक्सनमै यसरी नै भाडामा यसरी नै हाल्याउँ के हाल्न त एकचोटि ग्यासमा ट्राई गर्नुपर्छ क्या हो यसको नाम के हो गाइस यो सेलरोटी हो यो सेलरोटी हो यो के हो यो सेलरोटी हो यो के हो यो छ्या अनि साह्रो पनि साह्रो साह्रो भयो त किन भयो यस्तो साह्रो कस्तो साह्रो भयो त के चाहिँ कमी भयो यसमा घिउ हालौँ कति परै पुरा गरी साध्दैन गाइस मेरो धेरै बेरको अथक प्रयासपछि एकदम मेहनतपछि यो रोटी के भयो लु के भएर चाहिँ यस्तो भएको म छक परेँ जति बेर पकाउँदा पनि रातो हुँदैन के जस्ट दुईवटा मात्र बनाएँ मैले राख्दै बा पिठो मजाले नढाडेको कि भनेर बरु मजाले ढाडेस् न बेलुका ट्राई गर्छु भनेर जति बेर तेलमा राख्दा पनि त्यस्तो उम्लेको तेल अनि रातै नहुने भने चाहिँ के चाहिँ भयो त पिठो के हो यो यदि सेलरोटी के गर्ने लास्टै भोक लाग्यो 4 बजिसक्यो कस्तो भोक लाग्यो मलाई अहिले कहिले सेलरोटी खान पाइनँ भने म मर्छु जस्तो भएको थियो त्यस्तो स्ट्रङ मलाई क्रेभिङ भएर सेलरोटी केही उपाय नलाएर मैले कोदोको रोटीको एउटा टुक्रा मात्रै लिएर आएँ तरकारी दुध मलाई यतिसम्म रिस उठ्यो कि मैले तरकारी पनि तताएको छैन राम्रोसँग दुध पनि राम्रोसँग तताएको छुइनँ मलाई के भन्ने शब्दै रहेन यार कस्तो दिउँसो अन्डा उसालेर खान्थेँ अब त्यो पनि जाँगर लागेन के गर्नु के सेलरोटी कस्तो खानु मन लाग्यो अरे अहिले नि सेलरोटी चम्चम भाजेर खाऊँ जस्तो भयो तर मैले बनाएको मेहनत हो म खेर जान दिन्न म यही भए पनि खान्छु खान्थेँ साह्रो पनि साह्रो भयो त्यत्रो घिउ हालेको कागयो अझ सुजी हालेपछि नरम हुन्छ भन्दै थियो सुजी हालेर ट्राई गरेको त्यो पनि भएन हो आइसकमा महारानी खाना रोटीको बासा त जहाँबाट पनि आइहाल्छ नि के खान्छ त्यसले स्याउ सुन्तला अङ्गुर रोटी ढिँडो भात मासु दाल तरकारी साग जे भयो भने के खाना कोही बस्यो भने आइहाल्छ बासा अनि यसले तल सुन्छ नि कुकुरले यसले यसरी सुँगे गरे यसो माथि माथि सुन्छे देखाइदिन्छु ल मेरो कालुलाई पनि मेरो कालीले पनि रोटी खान्छ हौ ल्याउ ल्याउ भयो ऊ आफ्नो भात चाहिँ सबै फालिसक्यो त्यहाँ भाडामा त्यस्तै छ आफ्नो भात चाहिँ अब म यसोसँग स्ट्रगल गर्छु गाइज के गर्नु यही भयो भने चित्त बुझाउँछु अहिलेको लागि रोटीको सानो टुक्रा मात्र ल्याएँ मैले कोदोको रोटी बिहान मम्मीले बनाइदिनु भएको थियो धेरै खान सक्दिनँ मन पर्दैन कोदो रोटी तर हेल्थको लागि राम्रो भनेर खान लाग्छु गाइज ल म खान्छु अब एकछिन अब यो साँझ हेरौँ कस्तो हुन्छ सेलरोटी है अब एकैचोटि बेलुकाले देखाउँछु तपाईँलाई गाइज अब रात पर्यो अब म बनाउन लाग्छु सेलरोटी फेरि अर्कोचोटि ट्राई गर्न लाग्छु अघि हुँदै नभएपछि मैले अलिकति के मिसाइदिएको थियो भने यति सोडा हालेर घोलेर राखिदिएको थिएँ अब अहिले बनाउन लाग्छु अनि अघि भिडियो बनाउन लाग्थेँ फेरि फर्स्टकै रोटी बनाउन लाग्थेँ साथीको फोन आएको थियो त्यही भएर मैले बनाउन पाइनँ अब म बनाउँछु अर्को यस्तो भयो पिठो अब म हाल्छु कस्तो हुन्छ हेर यसको लागि मैले कति दुःख गरेछु आज भन्ने चिज अब यस्तो भिडियो गराउँदै त आँखा देखिने रहेनछ अघि त कति राम्रो भएको थियो त्यो भिडियो बनाएर झन् नराम्रो भएछ भिडियोमा चाहिँ बरु अलिक दामी भयो नि त गाइस होइन फुल्लिएर नि फक्क फुल्लिएर तर भिडियोमा हेरेँ त सकिन्छ सब्जी बनाउन तर अहिले कस्तो भयो भने नि रोटी खाउँछु ल दामी भयो नि होइन नरम पनि नरम छ तर यो रातो नहुन्छ कारण के हो थाहा छैन रातो भएन त्यस्तो खस्रो पिठो नि काँडा काँडा उम्रेन भयो नि यतिको भयो रोटी खानालाई मेरो सिप यस्तो बेला नि बनाउनुपर्छ खाना मन लाग्छ के अनि खाना मन लागेपछि बनाउनु पऱ्यो अब मेरो बुढा आएपछि भिडियो बनाइन्छ कि मैले भिडियो बनाउनै सकिनँ कि एउटा हातले तेलमा बनाउन मेरो बुढाको इन्ट्री भयो बल्ल बल्ल पकाइसकेपछि यहाँ भिडियो बनाइदिन आउनु न भनेको मेरो रोटी चाहिँ कस्तो राम्रो भयो अहिले चाहिँ राम्रो भएन है रोटी यस्तो अब चाहिँ मेरो
बुढाले गराएपछि भिडियोहरू मजाले बन्छ कि लाइ थोरै भएछ भिडियो गजब भयो नि गाइज होइन रोटी त दामी लु यति भएमा पास यति भएमा पास यति मैले सेलरोटी पनि बनाउनु जाने भने त मेरो मम्मीको बेरोज भएन झापाले मम्मीले खतरा सेलरोटी बनाउने छोरीले यति नै बनाउनु जानेन भने त फेरि मम्मीको बेरोज हुन्छ यति त सिक्न पर्यो तर दिउँसो त लास्टै भयो थियो यार साँच्चै के दिउँसो त बनिहाल्छ एकैछिन के बेर लाग्छ र सेलरोटी बन्न त यहाँ पनि देखाइदिनु त यता दामी भयो भने गाइस रोटी ठ्याक्क फेरि हेर्नु मैले अघि भर्खर नि तपाईँलाई के भने गाइस थाहा मलाई उसले सिकाइदिनु भयो यसरी रोटी बनाउन भने नि ठ्याक्कै त्यही अन्त फेरि अहिले भर्खर सेलरोटी पठाइदिनु भएछ मलाई कस्तो संजोगै संजोग ल अब मेरो सेलरोटी फ्रम दिस टु दिस भयो अघि नै कस्तो थियो अहिले यस्तो भयो हो हो गुड मर्निङ गाइज इट्स नेक्स्ट डे मैले हिजो मेरो सेलरोटी देखाउनै बिर्सेर सुतेछु पकाउँदा पकाउँदा रात पर्थ्यो म देखाउनलाई भने मैले बिहान बिहान उठेर यहाँ भिडियो बनाउन आएको छु म बिहान बिहान हुँदैन 8 त बजिसक्यो मेरो बिहान भने 8 बजे नै हो मेरा सेलरोटी अघि नै कस्ता भएको थियो अस्ति हेर्नु यहाँ कस्तो राम्रो भयो है अहिले त मैले म के ट्रिक लगाएँ भने नि गिलो भएको जस्तो लाग्यो गाउँको पिठो मल हालेर छोडिदिएँ अनि युट्युबमा हेरेँ अनि त्यो सोडा हालेर फेरि त्यही सोडा हालेर ढाकेर अझै दुई चार घन्टा ढाकिदिएँ अनि त्यसपछि चाहिँ ट्राई गरेको यस्तो भयो फ्रम त्यो कुच्चेको रोटी टु राम्रो रोटी तर यो रातो चाहिँ अझै मजाले भएन तर होस् मिठो हावा सेलरोटी चाहिँ यति भयो म यही देखाउनलाई पनि सम्झेर यहाँ भिडियो बनाउन आऊँ कि बिर्सेको छु प्याक गरेर राखेर रोटी पनि निकालेर देखाउन आएको छु म आफूले बनाएको देखाउन मन लाग्छ के अरे यो गाइस अब आजको भ्लग चाहिँ यहीँनिर एन्ड गरौँ हिजोदेखिको भ्लग हो बिर्सेछु एन्ड गर्न नि भिडियो बनाउनु बिर्सेछु आजको भिडियो यहीँनिर एन्ड गरौँ अब म यस्तो टाइममा यति भिडियो बनाउँदै हाल्ने गर्छु अब टाइम पास नि हुन्छ भिडियो बनाउने अनि प्लस अहिले बनाइराखेपछि आफू पनि अलिक फ्रेस भइन्छ त्यो गर्दैछु भन्दा सो कहिले कहिले बनाउँछु त्यो कन्टेन्टै हुँदैन कि बनाउने के त्यसले मात्र काम हुन्छ त्यही भएर सो आजको लागि भिडियो यहीँनिर एन्ड गर्छु एन्ड सब्सक्राइब बाई